वडाको बाहिरकोट गाउँपालिका 4 नम्बर वडाको सार्की टोलको 18 जनाको नागरिकता नभएको कारणले हाम्रो वडा जुन ठिक गर्नु भएको छ। हजुर, यहाँका मान्छेले नटेर गर्ने हाम्रो सिपारी रोकिया छ, कोही आदर्शको भट टराको दोस्रो किसिम रोकिया छ। हजुर, अनि घरको पनि परेको त्यो सिपारी पनि दिन्न म नागरिकता नबन्दी भनेर वडाले गर्नुभयो। त्यो कुरा ठिक गर्नु भएको छ। वडाले घर आएर सम्झाए पनि कुरा ठिक हो। मैले पनि भनेको हो, म गाउँ बाहिरकोट गाउँपालिका माओवादी केन्द्रको पार्टी सदस्य पनि हुँ। हजुर हजुर, यो कुरा मेरो जिम्मेदारी नटेरेका कारणले यिनीहरूलाई अब जो हतियार भएको मान्छेलाई दिने अरूलाई नदिने हजुर भनेर कार्यक्रम यही छ। वडाले घर पनि घर घर पुग्नुभयो, म पनि पुगेँ। जसले यो 30 गते बनाउँदैन उसको बन्दा गर्ने अरूको खुल्ला गरी पाऊँ भनेर मैले आवाज उठाएको छु। गर्दैन गरेर वडा चाहिँ घर आउनु भएको छ। म पनि घर घर गएर नटेरेपछि भन्दा म 24 गते पनि यिनीहरूको बोले, 25 गते पनि आज बनाऊ, आज सिपारी बनाऊ भनिरहेको छु। हजुर हजुर, अनि त्यो गर्दै गरेपछि अब वडा चाहिँ मैले गरिदिने हाम्रो लागि होइन, नेता लागि मात्रै, एउटा चुनावको भोटको लागि होइन कि यिनीहरूको घर टरा कोही भैँसीकोट पढ्ने कि होइनन्, कोही सिपारी लिएर भट्टा खाने कि होइनन्। यो कुरालाई गर्ने भनेर वडा गल्ती केही पनि वडाले ठिक कुरा गर्नुभएको छ। घर आएर पनि गर्नुभयो, मैले पनि पार्टी सत्याएर नताले मैले पनि भने नटेरेपछि गर्ने के यहाँका जनताहरूले के मान्नु हुँदैन नागरिकता नबनाउने भनेर? नै हामीसँग पैसा खनेर पैसा होइन, पैसा हुँदैन भन्छन्। अनि हामी जहिले सबैको बनाउला गरे त्यसको लागि हामी हतियार पाए मान्छे हो त सिपारी रोक्नु भएन नि। हो, नेपालको नागरिकता त चाहियो, नेपालको नागरिक भएर होइन। नेताहरूले के भने हाम्रो एउटा भोट जित्न लागि भने होइन। हजुर हजुर हजुर, हाम्रो के पाउन खोजे भनेपछि यिनीहरूलाई नागरिकता भयो भने हाम्रो जोइ छोरा पनि प्रमाण हुन्छ। केही आएको एजेन्ट रात अर्का खातामा अर्का पैसा जान्छ भनेर वडाले नीति नियम हाम्रो ठिक गरे हाम्रो अस्ति आएर। अनि मलाई हिजो पनि 23 गते दिनमा वडाले पनि जवाब दिएर सिफारिस दिनु भएन। हजुर, के कारणले सिफारिस दिनु भएन त? यिनीहरू 18 जना नागरिकता गाउँ कमिटीको सदस्य भए मान्छेले नबनाएपछि यो सिफारिस भट्टा सट्टा सब रोकिदिने, घर पनि रोकिदिने भन्नुभएको छ। यो कुरा मलाई ठिकैमा लागेको छ। हजुर हजुर, यो तत्काल यहाँका मान्छेले जानु पर्यो, ऋण साबित गरे पनि जानु पर्यो। कोही साथी म पनि पुग्छु त्यहाँ, जानु पर्यो त। पार्टी सदस्य भएपछि त गर्नु पर्यो जनताको सेवा। त्यो गर्छु। अनि तल गइसकेपछि अब हाम्रो उपप्रमुख छन् विशाल दाई, उहाँले पनि गर्नुहुन्छ। केही 1 घन्टा लाग्दैन, यहाँबाट भाडा गरी जानु पर्यो, सिपारी लिनु पर्यो मिलाएर। हजुर हजुर हजुर, 1 घन्टा लाग्दैन। त्यो तत्काल यो 28 गतेभित्र बनाएर आयो भने सबको हटाइने छ। ठिक छ ठिक छ, यति कुरा सुझाव दिनुभयो, धन्यवाद छ हजुरलाई। धन्यवाद। लाल सलाम छ। लाल सलाम।